हेलो नमस्ते जोरले सन्चै हुनुहुन्छ सबैजना। अनि मेरो फर्स्ट ब्लग हेर्नुभयो। हिजो आज चाहिँ मैले सानो सानो मिनी ब्लग हालिरहेको छु अनि कस्तो लागिरहेछ कमेन्ट गरिदिनु होला। आज चाहिँ म धेरै पछि गार्डनमा छिरेको। टमाटरहरू टिप्न नपाएर कस्तो बिनी पाकेर फुटिसकेछ के। पानीमा त्यति साह्रै हल्लाउनु हुँदैन नि त बोटहरू, त्यही भएर नटिपिराखेको। आज चाहिँ पानी टिप्दिएँ मैले। धेरै पाकेर पुरै फुटेछ क्या। मिनी टमाटर खान चाहिँ कुकुरलाई मनपर्छ, मलाई चाहिँ यत्तिकै मिनी टमाटरहरू खान पनि एकदम मनपर्छ कि। त्यही भएर मैले चाहिँ पोहोर पनि लगाएको थिएँ। पोहोर भन्दा यसपालि चाहिँ अलि राम्रो नभएको हो कि। त्यो सुरुमा रोप्ने बेलामा एकदम खरेडी लागेको थियो नि त, त्यही भएर पोहोर भन्दा यसपालि बोट चाहिँ त्यति सप्रेन। साग पनि त्यस्तै भइरहेको थियो कि थोरै टाइम नटिप्यो कि हुर्किहाल्ने। साग टिप्छु भन्दा यति धेरै हुर्केर गइसक्यो क्या। यो पानी आएको आए गर्छ, झ्याउ लाग्ने भइसक्यो। यो चाहिँ मेरो डल्ले खुर्सानीको बोट। यो चाहिँ 2-3 वर्ष भइसक्यो। आज मैले टिपेको टमाटर अनि यो चाहिँ साग। यति भन्दै आजलाई बाई बाई। लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू।